प्रक्रियाहरू बनियो भन्ने कुरा उहाँको कुरा हो र हामी यसको सुरुवाती भएको त लाग्छ मलाई हामी सायद कार्तिक यताबाट नै सुरुवात गरेका थियौँ होइन विभिन्न संरचना बनाउने सन्दर्भमा प्राविधिक सरलाई पनि त्यो कुरा अलिक विज्ञता नभएको अनि हाम्रो सर चाहिँ बिरामी भएको कारणले अलिक ब्याक भयो र एफआर प्रोजेक्टको सर डाक्टर सँगै हामी एक दिन छलफलमा बसियो तर हामी कहाँबाट काम सुरु गर्ने भन्ने सबै अन्यलमा भएको कारणले गर्दाखेरि आज स्थलगत यहाँ आइसकेपछि हाम्रो संरचना हामीले बनाइसकेको उद्योग सञ्चालनबाट कालीगण्डकी गाउँपालिकाले सुरु गरिसकेको तर यो संरचनाले हाम्रो त्यो मल उद्योगलाई चाहिँ सम्भावना छ कि छैन भनेर स्थलगत रूपमै भौतिक रूपमा उपस्थित भएर यहाँ हेरिसकेपछि अब हामीले चाहिँ त्यो मल उद्योगको लागि संरचना के बनाउन पर्ने छ मेसिनरी चिजहरूदेखि लिएर होइन हरेक कुराहरूले गर्दाखेरि हामी सँगै छौँ के प्राविधिक सरहरू हुनुहुन्छ अनि हाम्रो विशेष गरेर मलसँगै विज्ञता लिएको सरहरू हुनुहुन्छ कृषि विज्ञ सरहरू हुनुहुन्छ यसरी चाहिँ एक आपसमा छलफल गरिसकेपछि प्रारम्भिक चरण चाहिँ हामी यहाँबाट सुरुवात गर्ने भन्ने तयारी भयो अब हजुरहरूलाई थाहै छ हामीले चाहिँ खास गरेर यहाँको उद्योग सञ्चालन गर्नको लागि यहीँको रोजगारी यहीँ उत्पादन गर्नुपर्छ किन भन्दा यसको अपनत्व लिने भनेको त यहीँको स्थानीयले हो त्यसैले हामी चाहिँ सकभर यहीँबाट अब कतिपय कार्यक्रमहरूमा हामीसँग विज्ञता पुग्छ पुग्दैन मैले भन्न खोजेको जनशक्तिको हिसाबमा होइन सर जनशक्तिको हिसाबमा त्यो मल उद्योगमा काम गर्ने जनशक्ति कस्तो खालको हुनुपर्छ केही विज्ञता भएको क्षेत्र हामीले बाहिरबाट ल्याउनु पर्ला विशेष गरेर काम गर्नको लागि चाहिँ यो क्षेत्रलाई हामी यहीँको प्राथमिकता राख्छौँ भन्ने हामीलाई लाग्छ सर हामी चाहिँ अझै पनि छलफलमै छौँ हामी छलफल गरेर निचोड हिजो मात्रै छलफल बसियो अब आज फेरि एक चरण हामी बस्छौँ बसिसकेपछि अब यसलाई चाहिँ हामी निरन्तर रूपमा अगाडि लान्छौँ सर त्यही हो हाम्रो कुरा अनि ठिक छ अब हामीले त सधैँभरि धन्यवाद दिइराखेका छौँ कालीगण्डकी गाउँपालिकाले यो जुन गर्न खोजिरहेको भनौँ न जैविक मल उत्पादन गरेर सबैतिर अब बिक्री गर्ने अनि चाहिँ उत्पादन गरेर कृषकहरूलाई सहज रूपमा उपलब्ध गराउने भनेर जुन यो आयोजना तयार गर्ने क्रममा छ पालिकालाई धेरै धेरै धन्यवाद दिन्छ हुन त यो फराकिलो ठाउँ भएर पनि अवसर बनेको हो अझै राम्रो हुँदै गएर भोलि बिहान हाम्रो स्थानीयले रोजगार पाएर भनौँ न अब कोही सिपमा होला कोही चाहिँ अब मजदुरी गर्न पर्ला जुनसुकै कार्य गर्नलाई पनि हाम्रो साथ सहयोग रहनेछ र पालिका हाम्रो कालीगण्डकी गाउँपालिकाले जुन गर्न खोजिरहेको छ खिमबहादुरजीको नेतृत्व अब अहिले त अब कार्यवाहक चाहिँ अध्यक्ष सावित्रा खास प्लानिङ सोच चाहिँ उहाँकै हो किनभने एउटा कार्यक्रममा अध्यक्ष र म सँगै गयौँ हामीले लाग्छ त्रिवेणी दुम्कीबासमा होइन त्यहाँ जाँदाखेरि मल उद्योग हामीले हेऱ्यौँ त्यो उद्योगबाट अलिक सानो खालको छ यसलाई चाहिँ अझै स्ट्यान्डर्ड तरिकाले कसरी लान सकिन्छ भनेर त्यहाँबाट हेरेर आइसकेपछि त्यो कन्सेप्ट यहाँ कालीगण्डकी गाउँपालिकामा तयार भएको र यहाँ हाम्रो चाहिँ बास्तरी भव्यलाई प्रथमत उसमा स्थानमा राखिदिनु भयो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद र अहिले हाम्रो सावित्रा कोइरालाजीले पनि नेतृत्व लिएर यसरी यहाँ अनुगमनका लागि सबै भनौँ न विभागीय अब पदीय जिम्मेवारी बोक्नु भएका साथीभाइहरूलाई इष्टमित्रलाई लिएर आउनुभएकोमा हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद।